देशको विषम र अप्ठ्यारो परिस्थितिमा जो खम्बा बन्छ र समस्या समाधानको उपाय निकाल्छ त्यो वास्तविक नेता हो। नेपाली जनता र सम्पूर्ण जेनजीले आशाको केन्द्रबिन्दु राखेका बालिन शाह अझै पनि चुपचाप लाग्ने हो भने यो देश झनै बढी बडखारोमा जानेछ। बालिन शाहलाई यो चुनावी प्रधानमन्त्री हुनु छैन, उनलाई 5औं वर्ष अथवा वर्षौं वर्षसम्म प्रधानमन्त्री खानु मन छ। ठीक छ त आएर जेनजी बीचको एउटा सहकार्य एउटा निचोड निकाल्न त सहयोग गर्न सकिन्छ त, समझदारी र मिडिएटरको काम गर्न त सकिन्छ त, सकिँदैन? अहिले राजनीतिक दल राष्ट्रिय अन्तर्राष्ट्रिय घुसपैठ हुन थालिसकेको छ। यहाँ जेनजी भन्ने बिचै विवाद आउन थालिसकेको छ। एउटाले बनाउँछु भनेलाई अर्कोले हुन्न, अर्कोले हुन्न, अर्कोले हुन्न। यो खेलमा बालिन शाहले निर्णायक भूमिका नखेल्दिने हो भने र यसरी नै यो अन द गोल बढेर जाने हो भने लेखेर राखे हुन्छ। पुरानो राजनीतिक पार्टी नै फेरि संसद पुनर्स्थापना गरेर आउनेछन्। आगजनी तथा आन्दोलनका नायकीहरूलाई खोजी जेल हाल्छन् र लेखेर राखा बालिन शाह सिंहदरबार जलाको प्रोत्साहनमा तिमीलाई पनि जेल हाल्छ। दिस इज द टाइम टु स्पिक आउट, नाउ अर नेभर। जनता र इतिहासले बालिन शाहबाट धेरै आशा राखेका छन्। यो क्राइसिस भनेको बालिन शाहको पनि अग्नि परीक्षा हो।